नमस्ते क्लास 11 का विद्यार्थीहरू तयारी कस्तो चल्दैछ एक्जाम नजिक आइरहेछ हैन भर्खरै क्लास 12 को एक्जाम सकियो त्यसैले अब म तपाईहरुको लागि भनेर 11 क्लासका भिडियोहरू लिएर आउँछु आज तीनटा क्वेशन च्याप्टर फर्स्ट बाट तीनटा क्वेशन मोस्ट प्रोबेबल क्वेशनहरू मैले लिएर आएको छु यो तीनटा क्वेशन यहाँहरुले राम्रोसँग प्रिपेयर गर्नुहोला यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला किनकि एक्जामको पोइन्ट अफ भ्यूबाट मोस्ट इम्पोर्टेन्ट क्वेशन छ 5 मार्क्स को तपाईहरुलाई यो तीनटाबाट एक्जाममा आउन सक्छ पहिलो प्रश्न यस्तो छ एक्सप्लेन द मार्सलियन डेफिनिसन अफ इकोनोमिक्स मार्सलको अर्थशास्त्रको परिभाषा व्याख्या गर्नुहोस् परिभाषा व्याख्या गर्नुहोस् भनेको छ यसलाई हामीले परिभाषामा जोड दिन पर्यो अब यहाँ तपाईलाई क्रिटिसिजम लेख्न पर्दैन यो क्वेशनमा किन भन्दा 5 मार्क्स को क्वेशन छ तपाईले डेफिनिसन लेख्ने हो त्यसपछि त्यो डेफिनिसन भित्र खासमा के कुराहरू छन् त्यसलाई पोइन्ट बनाएर लेख्ने पहिलो प्याराग्राफ कसरी लेख्नुहुन्छ ल हेर्नुस् अल्फ्रेड मार्शल पब्लिश्ड अ बुक नेम्ड प्रिन्सिपल अफ इकोनोमिक्स इन 1890 AD and defined economics as a science of material welfare यति कुरा हेर्नुस् त कन्क्रिट कुरा छ कि छैन सन् 1890 मा अल्फ्रेड मार्शलले अर्थशास्त्रको सिद्धान्त अर्थात प्रिन्सिपल अफ इकोनोमिक्स नामक पुस्तक प्रकाशन गर्दै अर्थशास्त्रलाई भौतिक कल्याणको विज्ञानको रूपमा परिभाषित गरे ल हेर्नुस् त भेरी सिम्पल यो डेफिनेसन भन्दा अगाडि एडम स्मिथको डेफिनेसन थियो जुन डेफिनेसनले इकोनोमिक्स इज द साइन्स अफ वेल्थ भनेर भनेको थियो अर्थात अर्थशास्त्र धनको विज्ञान हो त्यसलाई धेरैले आलोचना गरे त आलोचना गर्ने क्रममा अल्फ्रेड मार्शलले पनि त्यो एडम स्मिथको डेफिनेसनलाई क्रिटिसाइज गरे र नयाँ डेफिनेसन दिए किनकि अरूको डेफिनेसनलाई क्रिटिसाइज गर्न त सजिलो हुन्छ तर नयाँ भ्यू दिन त अप्ठ्यारो हुन्छ त्यो अप्ठ्यारो काम पनि अल्फ्रेड मार्शलले गरे कहिले गरे भन्दा 1890 मा गरे कसरी गरे भन्दा बुक लेखेर गरे प्रिन्सिपल अफ इकोनोमिक्स भनेर अर्थशास्त्रको सिद्धान्त भन्ने पुस्तक लेखेर र त्यो पुस्तकमा मेनली के भने भन्दाखेरि इकोनोमिक्स इज द साइन्स अफ मेटेरियल वेलफेयर अर्थात अर्थशास्त्र भौतिक कल्याणको विज्ञान हो यो भनेको भौतिक कल्याण मेटेरियल गुड्स है जस्तो मेटेरियल गुड्सहरू हुन्छ नि देख्न छुन महसुस गर्न सक्ने जति पनि गुड्सहरू छ जस्तो टिभी छ फ्रिज छ मोबाइल छ ल्यापटप छ यी सबै देख्न छुन महसुस गर्न सक्ने चीजहरू हुन् हो यिनीहरुको प्रयोग गरे बापत हाम्रो कल्याण वृद्धि भइरहेछ हाम्रो वेलफेयर बढिरहेछ सन्तुष्टि बढिरहेछ हो इकोनोमिक्सले यही सन्तुष्टिको बारेमा यही वेलफेयरको बारेमा स्टडी गर्छ भनेर अल्फ्रेड मार्शलले भन्छन् अनि he focused on human welfare than wealth है उनले धनलाई भन्दा मानिसको भौतिक कल्याणमा बढी जोड दिए किनकि एडम स्मिथले त इकोनोमिक्स इज द साइन्स अफ वेल्थ भनेका थिए धनलाई बढी प्राथमिकता दिएका थिए तर यहाँनिर अल्फ्रेड मार्शलले धनलाई होइन वेलफेयरलाई ह्युमन वेलफेयरलाई फर्स्ट प्लेस राख्ने अनि सेकेन्डमा बल्ल वेल्थलाई राख्ने भनेर भने जबकि एडम स्मिथले वेल्थलाई फर्स्ट वेलफेयरलाई सेकेन्ड भनेका थिए बुझ्नुस् है धनलाई भन्दा मानिसको भौतिक कल्याणलाई एक नम्बरमा राख्ने अनि दुई नम्बरमा चाहिँ धनलाई राख्ने एक नम्बरमा केलाई राख्ने मानिसको भौतिक कल्याणलाई केलाई ह्युमन वेलफेयरलाई राख्ने ह्युमन मेटेरियल वेलफेयर बुझ्नुभयो नि एक नम्बरमा पहिलो नम्बरमा हैन बैना मारे पहिलो नम्बरमा ल यसरी गर्ने अब हेर्नुस् त अलि डिटेलमा भन्दाखेरि इन्भर्टेड कमा भित्र लगाएको छु मैले अल्फ्रेड मार्शलले जसरी लेखेका थिए आफ्नो बुकमा ठ्याक्कै त्यही कुरा छ इकोनोमिक्स इज on the one side study of wealth and on the other and more important side a part of study of men अल्फ्रेड मार्शलले भनेको कुरा अर्थशास्त्र एकातर्फ धनको अध्ययन हो भने अर्कोतर्फ र यसभन्दा बढी महत्त्वपूर्ण कुरा भनेको मानवको अध्ययन हो अर्थात मान्छेको वेलफेयरको अध्ययन हो यही कुरा मैले भनिसके दुईटै कुरा अध्ययन गर्छ तर वेलफेयरलाई फर्स्टमा अनि वेल्थलाई सेकेन्डमा है मान्छेलाई बढी प्रायोरिटी दियो नि त मान्छेको वेलफेयर हो अनि this view was supported by many neoclassical economists such as AC Pigou, Cannon and Beveridge etc. यस अवधारणालाई AC Pigou, Cannon, Beveridge जस्ता विभिन्न नवशास्त्रीय अर्थशास्त्रीहरूले समर्थन गरेका छन् यो अल्फ्रेड मार्शल पनि आफैमा के हुन् त नवशास्त्रीय अर्थशास्त्री हुन् अर्थात नियो क्लासिकल इकोनोमिस्ट हुन् हेर्नुस् है नियो क्लासिकल
उनलाई सपोर्ट गर्ने एसी पिगु क्यानन र बिब्रेज पनि थिए। कसैले पनि एक्लै नयाँ थ्योरी ल्याउँछ भने त त्यो थ्योरीलाई अरूले सपोर्ट गरेनन्, मान्यता दिएनन् भने त त्यसको कुनै अर्थ छैन। हेर्नुस् त, अल्फ्रेड मार्सलले थ्योरी ल्याए, त्यो थ्योरीलाई अरू ठूला ठूला इकोनोमिस्टहरू एसी पिगु क्यानन बेब्रेज जो न्यू क्लासिकल इकोनोमिस्ट थिए यिनको टाइमका, उनीहरूले सपोर्ट गरिदिए। सपोर्ट गरेर सबैले प्रचार प्रसार गरिसकेपछि त अनि बल्ल सबैले यिनको डेफिनेसनलाई मान्न थाले। This definition is also called welfare definition and neoclassical definition. हेर्नुस् त, सबैजना न्यू क्लासिकल इकोनोमिस्टहरू थिए नि त, एसी पिगु क्यानन बेब्रेज र मार्सल पनि। त्यही भएर यसलाई न्यू क्लासिकल डेफिनेसन भनियो हैन, अनि यसलाई वेलफेयर डेफिनेसन पनि भनियो। किन भन्दा यसले इकोनोमिक्स इज द साइन्स अफ मेटेरियल वेलफेयर भनेको थियो हैन त। नेपालीमा यो परिभाषालाई कल्याणको परिभाषा पनि भनिन्छ, यसलाई नवशास्त्रीय परिभाषा पनि भनिन्छ। यति कुराहरू तपाईले प्याराग्राफमा लेख्न पर्यो। यसलाई एउटा अथवा दुईटा, सकेसम्म प्याराग्राफ धेरै बनाउनु राम्रो हो। थोरै थोरै लेख्ने तर प्याराग्राफ धेरै बनाउने कुरो बुझ्नुभयो नि। त्यसैले यसलाई पनि तपाईले दुईटा प्याराग्राफमा लेख्न सक्नुहुन्छ। अब हामी के गर्छौं, यो मार्सलले दिएको परिभाषाको डेफिनेसनको सम अफ द मेन फिचर्सहरू, मेन मुख्य विशेषताहरू हामीले लेखेर त्यसलाई एक्सप्लेन गर्छौं अनि 5 मार्क्सको क्वेशनको आन्सर सकिन्छ। क्रिटिसिजम यसमा पर्छ। मेन आइडियाज क्यारेक्टरिस्टिक्स अफ मार्सलियन डेफिनेसन, मार्सलको परिभाषाको मुख्य विचार वा विशेषता भनेर पोइन्टहरू हामी लेखेका छौं। यसलाई बुझौं। तपाईहरुले एक्जाममा लेख्दाखेरि पोइन्टलाई एक्सप्लेन पनि गर्नु होला, धेरै गर्न पर्दैन, 2 लाइन गरे भने पुगिहाल्छ। 5 मार्क्सको क्वेशन हो नि त। सो प्राइमरी इम्पोर्टेन्स टु मेनकाइन्ड, मानव जातिलाई प्रमुख महत्व। किन भन्दा एडम स्मिथले धनलाई बढी महत्व, वेल्थलाई बढी महत्व, यिनले चाहिँ ह्युमन बिइङलाई, मान्छेलाई बढी महत्व। किन भन्दा धनले, पैसाले त मान्छेको कल्याण गर्न पर्यो। मान्छेको कल्याण गरेको छैन भने, वेलफेयर गरेको छैन भने त त्यस्तो धनको के अर्थ, त्यस्तो इकोनोमिक्सको के अर्थ। सो इकोनोमिक्सले जहिले पनि फर्स्ट इम्पोर्टेन्ट केलाई दिन्छ, ह्युमन बिइङलाई दिन्छ, ह्युमन बिइङको मेटेरियल वेलफेयरलाई दिन्छ। स्टडी अफ अर्डिनरी बिजनेस अफ लाइफ, जीवनको सामान्य व्यवसायको अध्ययन। अब यो सामान्य व्यवसाय भनेको के हो भन्दाखेरि मान्छेले मुख्य रूपमा के सोच्छ ल भन्नुस् त, मैले बढी भन्दा बढी सम्पत्ति जोडेर त्यसबाट बढी सन्तुष्टि प्राप्त गरौं हैन त। मसँग आइफोन 17 भयो भने कति आनन्द हुन्थ्यो, मेरो कल्याण कहाँ पुग्थ्यो, मेरो वेलफेयर कति बढ्थ्यो होला हैन। अब लुगा धुन परिरहेछ साबुनले, ओहो घोटी घोटी। अब एउटा वाशिङ मेसिन भयो भने मेरो कल्याण कहाँ पुग्थ्यो होला। सो यसरी मान्छे एउटा यस्तो सामान्य मान्छे जसले भौतिक कल्याणलाई अधिकतम गर्ने प्रयास गर्छ। ओके, that general person, that people who always try to maximize the material welfare. So त्यस्तो खालको एक्टिभिटीजलाई हामीले के भन्छौं त, अर्डिनरी बिजनेस अफ लाइफ, अर्थात जीवनको सामान्य व्यवसाय है, असामान्य व्यवसाय होइन। बुझ्नुभयो नि। जाँड खाएर मान्छेले के गर्छ त, सामान्य उसले बिहेभ गर्छ, गर्दैन नि, असामान्य गर्छ। अनि जो मान्छे पागल छ उले के गर्छ त, सामान्य गर्छ, गर्दैन। त्यसैले त्यस्तो सामान्य मान्छे जसले आफ्नो वेलफेयरलाई मैक्सिमाइज गर्न खोज्छ, त्यो मान्छेको बारेमा स्टडी गर्छ, या मान्छेको त्यस्तो बिहेभको बारेमा स्टडी गर्छ। स्टडी अफ मेटेरियल वेलफेयर, भौतिक कल्याणको अध्ययन। अब दुईटा कुरा ख्याल गर्नुस्, मेटेरियल अनि नन मेटेरियल है त। मेटेरियल अनि अर्को के हुन्छ, नन मेटेरियल है त। यो तपाईको भौतिक अनि अभौतिक, यो दुईटा फरक कुराहरू हुन् के। यो भौतिक मेटेरियल भनेको अघि मैले भने नि, टिभी, फ्रिज, दराज, मोबाइल, यो सबै भौतिक हो, जसलाई हामीले टच गर्न सक्छौं, जसको शेप एन्ड साइज हुन्छ हैन, जसलाई हामीले चाहिँ देख्न सक्छौं, छुन सक्छौं, महसुस गर्न सक्छौं। तर नन मेटेरियल गुड्स भनेको खाली महसुस मात्रै हुन्छ के, त्यसलाई देख्न र छुन सकिन, त्यसको आकार प्रकार हुन्न। जस्तो मैले अहिले हजुरलाई बुझाइरहेको छु नि त, यो मेरो बुझाउने पढाउने के भयो त, सर्भिस भयो। डाक्टरले दिने सर्भिस भयो हैन, एक्टरले दिने सर्भिस भयो, नर्सले दिने सर्भिस भयो, वकिलले दिने सर्भिस भयो। वकिलले त कुनै पोको पारेर त दिन्न केही चीज हैन त। भन्नको मतलब कि उले दिने सर्भिस हो के, उले प्रोडक्ट दिन्न के। बुझ्नुभयो नि। प्रोडक्ट दिने भनेको त के भयो त, साबुन, सरफ, यी सबै प्रोडक्ट भए। तर एउटा टिचरले दिने भनेको त्यस्तो कुनै पोको पारेर दिने चीज होइन। टिचरले त पढाउने हो, सर्भिस दिने हो। यो सर्भिस छ नि, यो अभौतिक वस्तुहरू, सर्भिस अथवा सेवा भनौं, यसलाई हामीले सेवा हो। यो सेवाको बारेमा यो
यो थ्योरीमा अर्थात् यो सेवाको बारेमा यो डेफिनेसनमा कतै भनिएको छैन। खालि के भनिएको छ, मेटेरियल भौतिक वस्तुहरू छ भने हाम्रो कल्याण बढ्छ। अभौतिक वस्तुले पनि कल्याण त बढाउँछ नि, तर त्यसको बारेमा यो डेफिनेसनमा कतै पनि उल्लेख भएको छैन। हामीले खालि यति भन्न पर्यो कि अभौतिक वस्तुले होइन, भौतिक वस्तुले अथवा मेटेरियल गुड्सले के गर्छ, वेलफेयर बढाउँछ, कल्याण बढाउँछ भन्ने कुरा अल्फ्रेड मार्सलले भनेका छन् भनेर लेख्दै भइहाल्छ। अनि सोशल साइन्स, सामाजिक विज्ञान, सो इकोनोमिक्स इज द सोशल साइन्स बिकज इट स्टडी द बिहेभियर अफ द ह्युमन बिङ हु आर इन द सोसाइटी। त्यस्ता मान्छेहरू जो सोसाइटीमा बसेका छन्, समाजमा बसेका छन्, समाजमा घुलमिल हुन्छन्, त्यस्ताको बिहेभियर, इकोनोमिक बिहेभियरको बारेमा अध्ययन गर्ने हो अर्थशास्त्रले। जो मान्छे समाजभन्दा बाहिर बस्छ होइन, जस्तो तपाईको भिक्षु होला या तपाईको साधु सन्त होला, जंगलतिर कुटी बनाएर बस्ने होलान्, तिनीहरूको बारेमा यसले स्टडी गर्दैन भनेर भन्छ कि होइन। रबिन्सन क्रुसो भन्छ नि, पुरा समुद्र पार एक्लै बस्ने चाहिँ प्रयास गरेको थियो नि, हो त्यस्ताको बारेमा स्टडी यसले गर्दैन, खालि समाजमा बस्ने मान्छेको बारेमा यसले स्टडी गर्छ। अनि नर्मेटिभ साइन्स, यो आदर्श विज्ञान। आदर्श विज्ञान भनेको के हो भन्दा, नर्मेटिभ साइन्स भनेको यसले प्रब्लमहरू सल्भ गर्नतिर प्रयास गर्छ। अर्थात् हाम्रो समस्या के हो, हाम्रो समस्या त भौतिक कल्याण बढाउने समस्या हो, चाहना हो। भनेपछि इकोनोमिक्सले पनि हाम्रो मेटेरियल वेलफेयर कसरी बढाउन सकिन्छ भन्ने आइडिया दिन्छ, सिकाउँछ। त्यसैले कुनै पनि मान्छेको मेटेरियल वेलफेयर बढाउने आइडिया दिने भएको भएर यसलाई हामीले के भन्छौँ, आदर्श विज्ञान, यसलाई नर्मेटिभ साइन्स। किनकि नर्मेटिभ साइन्स, आदर्श विज्ञानले यसो गर उसो गर अनि बल्ल समस्या समाधान हुन्छ, अनि फाइदा हुन्छ, राम्रो हुन्छ भनेर अर्थी उपदेश दिन्छ के। हाम्रो बाबुआमाले, हाम्रो हजुरबा हजुरआमाले हामीलाई सिकाए जस्तो, बाबु यस्तो गर, उस्तो नगर, यो गर्न हुन्न है, यस्तो गर्न हुन्न है, यो खाना हुन्न है भन्नुहुन्छ नि, त्यस्तै यो आदर्श विज्ञानले, नर्मेटिभ साइन्सले पनि सिकाउने हो कि बाबु मेटेरियल वेलफेयर बढाऊ है, तिमीसँग धेरै मेटेरियल गुड्स भयो भने तिम्रो मेटेरियल वेलफेयर बढ्छ, त्यसैको लागि काम गर, पैसा कमाऊ, मेटेरियल गुड्स थुपार भनेर भन्छ कि अल्फ्रेड मार्सलको अनुसार इकोनोमिक्सले। सो यसरी तपाईहरूले दुई लाइन, धेरै पर्दैन, कुरो बुझाउनलाई मैले धेरै व्याख्या गरेँ, तर तपाईँले लेख्दाखेरि चाहिँ दुई लाइन यसरी पोइन्ट लेख्नु होला। यसरी यो फर्स्ट क्वेसन हाम्रो सक्यो।